वेलकम ब्याक टु माई न्यू ब्लग। साथीहरु स्वागत छ तपाईलाई मेरो नयाँ युट्युब च्यानलमा। म अब अर्को भिडियोमा लगत्तै एउटा घुम विभाजन गर्ने क्रममा पनि छु। आज म विभाजन गर्नेवाला थिएँ कि तर के भयो भन्दाखेरि आज किनभने मौसम अलिकति धमिलो गरेको छ, अलि हावा पनि चलेको कारणले गर्दाखेरि केही दिनपछि पहिला चाहिँ मौरीले मसँग गर्न पाएन र 2-3 दिनसम्म झरी पनि पर्यो। झरी पर्दाखेरि उसँग भएको मह पनि उसले खाएर चाहिँ लगभग रित्ताइसकेको अवस्था छ र कोही मौरी चाहिँ भाग्नको लागि एकदम तयारी अवस्थामा छ। कति घरबाट चाहिँ मैले हिजो मात्रै एउटा मेरो साथीको घरमा गएको थिएँ, एउटै घुमबाट 3 चोटि भागेको कुरा पनि मैले हिजो सुन्दै थिएँ र म आज चाहिँ मेरो मौरीमा यसो हेर्दै थिएँ र मलाई थाहा थियो आज चाहिँ मौसम ठिक छैन, आज चाहिँ हेर्नु ठिक छैन भनेर। अनि मलाई चटाचट 2-3 चोटि 2 ठाउँ हातमा टोकिदियो अनि म बल्ल भागेर चाहिँ म मेरो मुखर जोगाएँ। म यो मौरीले मैले आज चेक गर्दै थिएँ। त्यो मौरीलाई मैले छोइनँ, यसलाई मैले हेर्ने क्रममा यसले चाहिँ एकदमै भन्किहाल्यो। माथिको पनि भन्क्यो, उताको पनि। अनि जब सबै मौरी आज मैले विभाजन गर्ने क्रममा थिएँ तर चाहिँ मौसमले साथ नदिएको कारणले गर्दाखेरि र मौरीको घुममा जब मह हुँदैन त्यतिखेर मौरी चाहिँ बिच्किने गर्छ, त्यो भड्केर टोक्ने गर्छ साथीहरू है। अनि तर जता पनि त्यो भाइ भागेछ त्यतै मौरीको हुल पनि गएछ अरे क्या त्यसको पछि। त्यो कारणले गर्दाखेरि हामीले मौरी जब हेर्नुपर्छ भने बिहान 9 देखि 11 बजे भित्र तपाईँले र मैले हेर्न पर्ने हुन्छ साथीहरू है। 11 बजे भित्र हामी हेऱ्यौँ भने हावा चलेको हुँदैन, मौसम चिसो हुन्छ। त्यतिखेर मौसम एकदमै लेभल भएको कारणले गर्दाखेरि त्यो मौरी रिसाएको हुँदैन, त्यतिखेर टोक्दैन क्या। जब 11-12 बजीदेखि उता 4 बजे भित्र जब हावा चल्छ त्यतिखेर मौरीले एकदमै गर्मी भएको हुन्छ, हावा पनि चलिरहेको हुन्छ, त्यतिखेर मौरीले टोक्ने काम गर्छ साथीहरू। त हामी मौरीले हेर्दाखेरि हावा लागेको बेलामा हेर्नु हुँदैन, हावा नलागेको बेलामा र घाम नपरेको बेलामा हामी हेर्नुपर्छ। तपाईँलाई बाध्यताले हेर्नै पर्यो। जस्तै तपाईँको अब विभाजन गर्न पर्यो तपाईँलाई घामको अवस्थामा, त्यतिखेर तपाईँले मैले के गर्छु साथीहरू, छाता ओढेर मैले 2टा घार विभाजन गर्दा मैले पहिला जब मौरीले टोक्न थाल्यो, भन्किन थाल्यो, त्यतिखेर मैले छाता लिएर छाता ओढाएर 2टा छाता ओढेर अनि मौरीको त्यो घुमलाई चाहिँ शीतल बनाइसकेपछि मौरी शान्त हुन्छ साथीहरू है। मौरी शान्त भइसकेपछि मैले विभाजन गरेको छु। यो मौरी मैले आज विभाजन गर्ने क्रममा थिएँ कि त्यतिखेर मौरी एकदमै अहिले बिच्किरहेको छु। म तपाईँलाई नजिकबाट देखाउँछु, दिने पो हो कि यो मौरी है साथीहरू। अहिले पनि मैले बल्ल त्यो ढक्कन चाहिँ राख्ने मौका पाएँ, अहिले पनि बिच्किरहेको छ कि। यसलाई मैले उपरको त्यो ज्याकेट पनि राम्रोसँग ओढाउन पाएन किनभने मैले बनाएको घरमा यो सिङ्गेर फेरि यो ढक्कन खुल्ला भएछ कि। यसमा एकदम राम्रो जनसङ्ख्या छ यसको कि। नजिक जाँदैछु कता चाहिँ घुम्दैछ, गोप्रोमा भन्किरहेछ। ओहो यस्तो गर्छ साथीहरू। यो मौरी रिसाउनुको कारण यसको घुममा खाली छ। यो घुम रित्तै छ। किन भन्दाखेरि 3 दिन पानी पर्दाखेरि उसँग भएको चापचुप खाएछ कि उसले। अहिले मैले चिनी पानी पनि दिन सकेको छैन कि, दिएको छैन कि। अब चिनी पानी कतिखेर दिने भन्दाखेरि जब विभाजन गरिन्छ, विभाजन गरेपछि बल्ल तिनलाई चिनी पानी 2-3 दिनमा 3 दिनमा राम्रो चासिने पानी दिँदै गर्ने। त्यसपछि उसले भाले के अरे रानी कोष निकाल्छ। रानी कोष निकालिसकेपछि अन्डा पार्न थाल्छ अनि महसँग गर्न थाल्छ अनि बल्ल मात्रै हामी छोड्नुपर्छ। अन्त विभाजन गरे पनि गर्न बित्तिकै हामीले खाना नभएको अवस्थामा खाना कन्टिन्यू दिनुपर्छ। एउटा मेहनतको काम पनि छ कतिखेर है साथीहरू। तर त्यति मेहनत छैन। 2-3 किलो चिनी गट्ठी पगालिदिने, सानो गिलासमा अनि कपडा बाँड्ने घोप्टो पनि सकिन्छ, त्यसरी दिन सकिन्छ। त्यो साथीहरू आज एकदमै मेरो विचार थियो मैले मौरीको एउटा घामलाई विभाजन गर्ने। त्यसमा भाले मौरी पनि टनाटन देखिरहेको थियो अनि मैले गर्छु भन्ने अवस्थामा आउँदाखेरि ट्याक्क मौसमले साथ दिएन साथीहरू है। अब यसरी केराउहरू फैलिरहेको छ। यो केराउ भन्छ हामीतिर, तपाईँतिर के भन्नुहुन्छ? केराउ फुल खिलिरहेको छ, अब गहुँ पाकिरहेको छ। अब चाहिँ मौरी चाहिँ भटाभट एक घुमबाट तपाईँको 3-4 घार हुल
फुटेर भएको छ, मुठी भएर भएको छ कि। त्योभन्दा पहिले हामीले ट्याक्कै दुई खानामा 2टा घुममा गरिदिने, जसको फुल मेरो 4-5वटा मौरी छ जसमा 8 फ्रेम प्याक छ कि, 8 फ्रेम प्याक छ। तिन भाले मौरी पनि देखिरहेको छ। त्यसले म ट्याक्का 2टा गरिदिने मेरो विचार छ। मसँग घुम पनि त्यति खास छैन, कतिको चाहिँ रानी भाइदिने। यदि कोही त्यस्तो भयो भने भागेरै गयो भने छोपेर फेरि खोपामा हाल्ने मेरो विचार छ। 2-3टा खोपा पनि रेडी छन्, खोपामा हाल्ने पनि विचार छ। अनि यो घरमा पनि राख्ने मेरो विचार छ साथीहरू है। एकदम हाइट छ, अल्को छ, तर अल्कोमा मलाई थाहा छ मौरी बस्दैन। अनि यसको बाहिर तल 2 तलासम्म राख्न मिल्छ कि भन्ने मैले सोच बनाएको छु। यताबाट हेर्दाखेरि लगभग दोस्रो फ्लोरसम्म राख्न सकिन्छ भन्ने मलाई सोच छ। विभाजन गरेर के राख्नु पर्ला मैले भनेको छु। तो यो मधुसमा पनि अब मधुसलाई चाहिँ अब उसको यो सिरमुको मधुस हो, यसलाई पनि चिरेर लगभग 3टा घुम बन्ने देखिन्छ। त्यो साथीहरू यसरी गर्नेवाला छु म काम। त्यो तपाईहरुले जब मौरीको घुम हेर्नको लागि हावा नचलेको बेलामा, घाम नचर्केको बेलामा तपाईले मैले हेर्नुपर्छ साथीहरू। नत्र जतिखेर पाए त्यतिखेर टोक्यो भने मान्छेको ज्यान पनि जान सक्छ। किनभने धेरै मौरीले टोक्यो भने ज्यान पनि जान सक्छ। अनि मेरो साथी केरा पाकेर पनि ढलेछ। मेरो साथीले हिजो पनि बिचारा यस्तो भयो भन्दै हुनुहुन्थ्यो। त्यो साथीहरू है, मौरीमा जब खानापिना हुँदैन त्यो रिसाएको हुन्छ। रिसाएपछि तपाईँलाई मैले त्यसले बाँकी राख्दैन कि। त्यो हामी सोच विचार गरेर मौरीको काम गर्नुपर्ने छ साथीहरू है त। यो त्यहाँ पनि घुम्छ, त्यहाँको पनि एकदमै उडिरहेको छ। अस्ति भर्खर मैले तपाईँ त्यसको बारेमा भिडियो हालेको थिएँ। अब त अगाडिका मेरो मौरीहरू छ नि, त अगाडि पनि यता अगाडि यहाँ यसलाई पनि विभाजन गर्नुपर्ने छ। सबभन्दा फुल फ्रेम यसो पनि प्याक छ, यो मौरीमा पनि प्याक छ के। यस्तो प्रकारले यिनीहरू झन् एकदमै भन्किरहेको छ। यसले पनि भाले मोटाउन निकालिरहेको छ। यसलाई पनि अब डाइरेक्ट विभाजन गर्नुपर्ने आवश्यक छ कि। म यसको भिडियो सायद म अर्को भिडियोमा हाल्नेछु। आज मलाई मौसमले साथ नदिएको कारणले गर्दाखेरि मैले गर्न पाइनँ, विभाजन गर्न पाइनँ। अनि टोकेर मौसमले साथ नदिँदाखेरि आज मैले यतिकै भिडियो यहाँ त गर्न गइरहेको साथीहरू। यो मेरो घर लगभग पेन्टिङ हुँदैछ। अब पेन्टिङ म आफै गर्दैछु। यो मेरो घर साथीहरू। अलिक चुम्काहरूमा चाहिँ सिधा राख्ने हाल्छु मैले। अब यो मेरो ग्यारेज हो, इन्जिन काम हुँदैछ। सुन त्यो साथीहरू, मौरी दिवाना म। मौरी चाहिँ अब यो घरमा चाहिँ पाल्नेवाला छु म। मौरी एउटा घरमा यदि राख्छ भने मौरी ठुलो के भन्छ मेडिसिन हाम्रो लागि यहीँ राख्नेवाला छु म। अब चट्ट लगाएर यता वन छ, यता खोला छ, यता चाहिँ घर छ साथीहरू है। अर्को भिडियो फेरि भेटौँला। तब तकको लागि बाई बाई।